ल आज वैशाख कति गते हो 2082 साल वैशाख कति गते वैशाख 9 गते पूजाको बर्थडेको दिन हैन। अनि हाम्रो यो नाति केटोलाई यसलाई चाहिँ यहाँ नुहाउन भनेर यता हेर रुनु हुँदैन भिडियो आज फर्स्ट छोरी पाएको दिन हो। अनि यहाँ माइमा नुहाइयो हरियो अनि आमाले पार्टी दिनु भयो हैन। अनि आन्टीले चाहिँ के भन्नुभयो केही भएन म मेरो छोरो आसामबाट आउँदैछ म कमल भाइलाई भने चस्मा यही बिर्ता मोड भएर लिदिन्छु भन्नुभयो। त्यो चाहिँ भनेछ। ल ल ल ठिक छ त्यसो भए अब भिडियोमै आइसक्यो त प्रमाण भइसक्यो। अनि अब यहाँ सबै यहाँ धमाधम छन्। ए हाम्री काल दिदी चाहिँ नि अघि केही खान्न अन्डा खान्छु भनिन् हैन। अनि अन्डा पनि त्यो खोइ भगाभग खाँदै थिइन् त्यहाँबाट यो चाउमिन भागभुग खारै चाटचुट पनि पार्दै छिन्। यो हैन उले खाएर मलाई आउँदैछ यति दिएको के रे अब एक गुडको झुक्पा आउँदैछ यति मात्रै अनि त्यो पनि अब सुरुमा चाहिँ खोइ यो के हो बानी रहेछ खान त भन्दै खाने भने लुगा त खाएपछि मानाचार भन्दै कति यति नै। अनि अघि भगभगी खाएको त मैले पनि देख्दै थिएँ। त्यो चाहिँ के हो मलाई मन पर्दैन नि त। ए मुन्न परि नपरि खाएको कि ए अघि मुन्न परि नपरि खाएको मेरो छोरीको मजाले के भयो हैन हैन त आफ्नो आफ्नो भाग खाऊ न ओ खाएर है दिदीलाई चाहिँ के हो यहाँ अलिक कम्ती दिए क्या थोरै देख्छु त कि घटाको पिएर थोरै बनाएको ए पिएर खाएर यो पिएर ए त्यो खाएर त भाइ जेस भान्जीको बर्थडे मजाले मनाइदियोस् खुसी लाग्यो। अनि मेरो आफ्नै भान्जीको बर्थडे मनाइदिने त मेरो मनाइदेऊ दाजुभाइले भान्जीको यो भन्दा खुसी लाग्यो। अनि आज यहाँ पूजाको बर्थडे पनि रहेछ त्यही भएर हामी सबैले यहाँ पार्टी गरेका। अब मेरो चाहिँ भिडियो आउँदैन यहाँ फेरि हो। एकदम हिजो गएको जग्गा अरू अहिले बस्छ भने अगाडिको जग्गा मस्ती थियो कि बस्न। अरू पनि आउँदैछ है 2 प्लेट अन्डा थुको अघि अन्डा त पनि 15 वटा अन्डा छिनिहाल्यो। त्यो त मैले त एउटा मात्रै भेटेँ नि त तैँले त अलि हतार गरिस् र रानी खाइन चारटा चाहिँ खायो निकाले चारवटा खाए त्यही भएर त मेरो यहाँ अर्कोले एउटा गरिदिँदै चारटा बोक्रो कति हुन्छ र तर माग्न चाहिँ थोरै माग्दिनु हुन्छ नि अरूको पनि खाइदिनु हुन्छ नि त त्यो चाहिँ यति नै चाउमिन खाएको मर्न आँटी मुसी सबै खाइसक्यो उसैले हो ला खायो भने। चाउमिन चाहिँ कति खाएको अरे चाउमिन चाहिँ कति खाएको अरे अनि जम्मा एक प्लेटमा आधी प्लेट हुन्छ यति भनेको भन्नु के मुसी चाहिँ नभन्नु नभन्नु है आन्टी मुसी म गएपछि मात्र भन्नु मुसु